जाम भन्ने होला अन्त मासु खानुलाई फलफुल है हिजोको मासु थियो तपाईहरुको भाग सुकुटी मागेर खानु न हिजोको त्यो हाँसको ग्रेभी बाँकी छ नि त त्यो यसलाई मोलेर हाल्नु पर्छ फ्लेभर मात्रै मासु ल्याउने हामीले कारखानामा कति किलो मासु खाइदिएको रे सुनाउनु भन्दै कि मासु खाएको त 2 किलो सबै सब्जी हाल्नु 2 किलो जम्मा बिल्ला 4 पिस त मसला र नुन हालेपछि हो नपाक्दै के 4 पिस कस्तो खाले खयो त यो अब तपाई एक दिन पाउन र म हेलो मासु अ भाइ स्याउसी बनायो हजुर केटी लगाइसक्यो त्यो भित्र छिर्ने बेलामा चाहिँ पेमेन्ट गर्नुपर्छ पेमेन्ट गरेपछि अनि छिर्न दिन्छ है मैले त दाइले भनिसकेको त्यही क्युआरमा हालिदेऊ म दाइलाई हालिदिन्छु अनि त्यहाँ तिमीलाई छिराउँछन् है हुन्छ मम्मुले हाल्छ ल ल ल ल